कहिलेदेखि त्यस्तो भएको रहेछ काका? तँ आए दिनदेखि हो रे। तुइले दिएको पानी खाएपछि उसलाई त्यस्तो भएको भन्छ। अब मलाई त के थाहा? कति त्यो ममताले तन्त्र मन्त्रको विद्या त लेखी छैन नि। हेर्नुहोस् बुवा, त्यस्तो केही पनि होइन। गाउँमा दिन दुखी गरिब विधवा भयो भन्दैमा त्यस्तो झुटो आरोप लाउन मिल्छ र? गाउँभरि मेरो छोरी ममताले तिमीलाई पानी खाँदेर बिरामी भएको रे पो भन्दा रहेछन् त। बिचरा मेरो छोरीले साह्रै पिर गरेकी छ। दिदी म त के भनौँ के नभनौँ, तपाईँकोमा पानी खाएर हिँडेपछि पेट दुख्न थालेको। हे भगवान, म कहाँ जाऊँ, कहाँ गएर बाँचौँ भगवान? ममता, के भयो तिमीलाई? तिम्रो आँखामा आँसु? म हेर्न सक्दिनँ। के गरेको यो? एउटा विधवा नारीको कोही छैन भनेर मान्छे मार्न खोज्ने? अब तिमीहरूले के गर्नुपर्छ मलाई थाहा छ। आज म तँलाई यही तातो पनले ढामेर मार्छु। अनि यो गाउँलेहरू के भएको यो? अहिलेको जमानामा आएर यस्तो झाँक्रीको पछि लाएर हुन्छ? सबै आफ्नो गर्नु। अनि बुवा, तपाईँ त अलि बुझ्ने जस्तो लागेको थियो। अनि अहिलेको जमानामा यस्तो झाँक्रीको पछि लागेर हुन्छ? दिदी कस्तो छ अहिले तपाईँलाई? तातो पानी ल्याइदिउँ? हेर सुषमा, तिमीले ममतालाई झुटो आरोप लगाएर धेरै नराम्रो गर्यौ। तातो पनेले हान्दा मैले नरोकेको भए ममताको ज्यान पनि जान्थ्यो। तर ठिक छ, भई गुणको बदला म गुणले तिर्छु र तिमीलाई म निको पनि गराउँछु। हिँड अस्पताल जाउँ। जान्न म अस्पताल।
र तिम्रो पैसाले मलाई जानु पनि छैन। बिरामी भएर यस्तो गाह्रो हुनुभएको छ, अझ जाँदिनँ भन्नुहुन्छ त तपाईँ? समाजमा आफू नराम्रो छु भन्दैमा सबैजनालाई नराम्रो नसोच सुषमा। यो समाजमा म जस्तो मान्छे पनि छन्। मैले त्यस्तो केही गल्ती गरे जस्तो त लाग्दैन। झाँक्री आफै ममताको घरतिर गयो त मैले के गरौँ? मैले जा भनेर झाँक्रीलाई पठाएको त होइन। तिमीले नपठाए पनि बिरामी भएपछि खुरुक्क अस्पताल जाने हो कि धामी झाँक्री खोज्ने? त्यस्तो रूढिवादी कुसंस्कारको विश्वास गर्दा अकालमा ज्यान जाला तिम्रो। केही मान्छेहरूलाई निको पनि त भएको छ नि। खोइ त तिमीलाई त्यसो भए निको भएको? धेरै कुरा नगर, खुरुक्क अस्पताल जाउँ। ए निमा, उठा त यिनलाई लिएर जाउँ। हिँड्नुहोस् दिदी, एकपटक हस्पिटल पनि जानुपर्छ। यता सुन्नुहोस् त दाजु। भन्नुहोस् न। यो गाउँमा मैले तपाईँलाई नयाँ नयाँ देख्दैछु। तपाईँले ठिक भन्नुभयो, म तपाईँको लागि नयाँ नै। खास भन्ने हो भने ममताको जेठाजु पर्छ, चिन्नुभयो नि मलाई? ए चिनी हजुरले घर देख्नु भएको छैन होला, म हजुरलाई घरसम्म पुर्याइदिउँ? होइन होइन, घरसम्म पुर्याइदिनु पर्दैन। घर त म आफैले पनि देखेको छु, तर तपाईँले मलाई एउटा सहयोग गर्नुपर्छ। कस्तो सहयोग हो भन्नुहोस् न त हजुर। यो गाउँमा फेरि कसैलाई भन्नु त हुन्न नि। त्यस्तो गोप्य कुरा भए त म कसैलाई जेल गए नि भन्दिनँ। यो काम बन्यो भने
तपाईँलाई म 2 लाख जति पैसा दिन्छु। 2 लाख? मैले के सहयोग गर्नु पर्यो भन्नुहोस् न हजुर, म सहयोग गरिहाल्छु नि हजुरलाई। अब मिलाएर मेरो काम चाहिँ गरिदिनु पर्यो तपाईँले। काम चाहिँ के हो भनेदेखि वास्तविक कुरा यही हो, बुझ्नु? मैले राम्रोसँग बुझेँ, मैले सक्दो हजुरलाई सहयोग गर्छु। अनि एउटा कुरा सुन्नुहोस्, म चाहिँ उसकोमा जान मिल्दैन नि फेरि। हजुर उसलाई किन जानु, हजुर त मेरै घरमा बस्नुहोस् न। लु जाउँ, जाउँ। आउनुहोस्। हेर छोरी, बिचरा त्यो ठुलेले तेरो लागि ज्यान दिएको छ। अस्ति त्यति नगरेको भए नि तेरो ज्यान जान्थ्यो। हो आमा, मैले सबै बुझेकी छु। ठुलेले मेरो लागि ज्यान दिन्छ, तर मैले उसको लागि केही गर्न सकिनँ। यही कुराको पिर लाग्छ मलाई। होइन, ठुले कहाँ गएछ? घरमा पनि छैन। म त यहाँ पो छ कि भनेर हेर्न आएको। दाइ नमस्ते। ठुले त सुषमा दिदीलाई अस्पताल लिएर जानु भएको छ। हजुरलाई थाहा छैन र ठुलो बा? अब मलाई के थाहा त? घरमा भन्दा यतै बढी बास हुन्छ। यस्तै हो भने आफ्नो छोरालाई खोज्न अर्कैको घरमा आउनुपर्ने भयो। के भन्नुभएको दाइ? यो पनि हजुरकै घर त हो नि, अप्ठ्यारो मान्नु पर्दैन। बस्नु न, बरु म चिया बनाएर ल्याउँछु, चिया खाएर जानु होला। म चिया खाँदिनँ, बरु एउटा सल्लाह गर्छु। कस्तो सल्लाह हो र ठुलो बा? तिमीहरूको कारणले गर्दा मेरो छोरा घरमै बस्न छोड्यो, मदेखि टाढा हुनु खोज्दैछ। तिमीहरूले ठुलेलाई आफ्नो बनाउन खोज्दा उसैलाई जन्म दिँदै बाउ मलाई टाढा बनाउँदैछौ। यो कुरा राम्रो भएन। हेर, ठुले यहाँ आउँदा यो दाइको पनि चित्त दुखेको रहेछ। यो सब मेरो कारणले भएको हो आमा। अब म के गरौँ? गीता, तिमीले मलाई एउटा सानो सहयोग गर न। कस्तो सहयोग होला काका? भन्नुहोस् न, मैले सक्ने रहेछु भन्ने त म गरिहाल्छु नि। अब यो काम चाहिँ अलिकति ममतासँग मिलेर गर्नुपर्छ। तिमी गर्न सक्छौ त? के काम होला काका त्यस्तो? अब यो कसरी भन्नु खोइ तिमीलाई यो। लु भो नभन्नुहोस्। भन्ने चाहिँ होइन, नाटक गरेर बस्नुहुन्छ। पानी लिन जान लागे मान्छेलाई अल्मलाएर राख्ने। नरिसाउ न, म भनिहाल्छु नि। ममताको कुरा रहेछ, यस्तो कुरा मेरो ठुले दाइसँग गएर गर्नुहोस्। मलाई यस्तो कुरा सुन्नु पनि छैन, गर्नु पनि छैन। खुच्नुहोस् मेरो बाटो। न कुरो खुस छैन, गएको भए त बर्बादै हुने रहेछ। कसलाई के भन्ने होला त?
थुइक्का आज कस्तो अलक्षणीको अनुहार देखियो बन्न लागेको काम पनि बिग्रिने भयो। होइन के भन्न लाग्नु भएको दिदी हजुरले? चुप लाग। जसलाई परेको छैन उसलाई एकल महिलाको पीडा कस्तो हुन्छ भनेर के थाहा? म जस्तोलाई मान्छे नगन्ने यो समाजमा मैले कहिल्यै बुझाउन सकिनँ। अब कसलाई दोष लगाउनु र खै? जन्मदै खोटो भाग्य लिएर जन्मिएपछि सुन्न नचाहँदा नचाहँदै पनि दुनियाँको वचन सुनेर हिँड्नु पर्ने। ममता बहिनी भारी गरौँ भयो कि क्या हो? म बोक्दिउँ? होइन काका, म लगिहाल्छु नि। हजुरलाई के को दुःख? तिमीले मलाई भारी बोक्न नदिए पनि मलाई एउटा सानो सहयोग गर्नु पर्यो। कस्तो खालको सहयोग हो र काका मैले गर्नुपर्ने? भन्नुहोस् न। खास म तिम्रो घरतिर जाँदै थिएँ, तिमीले मलाई यो नेपाली कागजमा अम्ठा छाप लाउनु पर्यो। मैले छाप लाउने कुरा नि ल्याएको छु। औँठा छाप? अनि यो के को कागज हो त काका? यो खानेपानीको। तपाईँलाई थाहा छँदैछ नि काका, म आफै माइतीमा आएर बसेकी छु। फेरि यो कागजमा मैले औँठा छाप गर्दा कुनै पनि अर्थ छैन। यो कागजमा त आमाले औँठा छाप गर्नु पर्यो नि। ममता, ममता, ए ठुले बाबु आयो? साथी सुषमालाई के भएको रहेछ? के हुनु र काकी, ग्यास्ट्रिक बिग्रिया रहेछ। हेर ममतालाई नचाहिँदो आरोप लाएर अरूको बदनाम गरेर झाँक्री लाएर होइन यो गाउँको मान्छेले के गर्नु खोजे होला भने। बक्नुस् काकी, यसको पनि राम्रोसँग हिसाब किताब हुन्छ। अनि काकी ममता चाहिँ खोइ त? स्याउला काट्न गएकी चाहिँ आउनु त पर्ने हो, खोइ किन ढिला गरेकी हो? ए हो र काकी? अनि बाबु त्यो सुषमाले हाम्रो गएको इज्जत फर्काउँछ र त? इज्जत त कहाँ फर्काउन सक्थ्यो र काकी, तर त्यसले के न के सजाय गर्नै पर्छ। पानी खान दिएको न्युमा ममताले झन्डै मारेको थिए। ठुले, अनि सुषमा दिदीलाई के भएको रहेछ त? डाक्टरले के भन्नुभयो? के भएको हुनु र? ग्यास्ट्रिक बिग्रिया रहेछ नि। ऊ त हस्पिटलको दबाई खानुपर्ने मान्छे, यता त हामी झाँक्री लाएर कहाँबाट ठिक हुन्छ र भने? सुषमा दिदीले मेरो बदनाम गर्नुभयो, मार्न खोज्नुभयो। एउटी अबला नारीको खोइ पनि छैन भनेर यस्तो गर्न पाइन्छ?
यो समाजमा मेरो बाँच्ने अधिकार छैन? वीर नगर ममता, उसलाई मैले अस्पतालमा पनि एक थप्पड हानेर आएको र यही कुरा प्रष्ट पार्नलाई अस्पतालसम्म पुर्याएको, किनकि तिमी निर्दोष छ भन्ने कुरा मैले प्रमाणित गर्नु थियो। उहाँलाई म निर्दोष छु भन्ने कुरा त थाहा भइसक्यो होला, तर मेरो गइसकेको इज्जत फर्केर त आउँदैन नि। वीरनगर छोरी, त्यसले आफूले गरेको गल्तीमा त अवश्य पनि त्यसलाई आफ्नो गलानी त भएकै होला नि। त्यति मात्र होइन ममता, अब त्यसलाई म राम्रोसँग कारबाही गर्छु। होइन, तपाईँले मेरो काम गर्न सक्नुहुन्न कि के हो? कस्तो हतार गर्नुभएको तपाईँले भनेको? दिमाग लाउनु परेन? दिमाग दिमाग त लाउनुहोस् कि, तर मेरो काम जसरी पनि हुनु पर्यो। काम त भइहाल्छ नि, मैले मास्टर प्लान बनाइराखेको छु, तपाईँ ढुक्क हुनुहोस्। मास्टर प्लान? कस्तो मास्टर प्लान? भित्ताको नि काम हुन्छ भन्छन्, यस्तो काम कसरी गर्ने? ल, त्यसो भए त्यसै गर। मैले पानी खान दिएको न्युमा मलाई बोक्सीको आरोप लगाउनु भयो। झाँक्री बोलाएर मार्न खोज्नु भयो। सारा गाउँलेलाई मेरो कारण बिरामी भएको भनेर हल्ला फिजाउनु भयो। के मलाई यो समाजमा बाँच्ने कुनै अधिकार छैन? मलाई जसले जे भने पनि हुन्छ। अनि सुषमा दिदी, तपाईले गरेको बेइज्जती र तपाईले लगाएको झुटो आरोपले मेरो गएको इज्जत फिर्ता हुन्छ त? जवाब देऊ सुषमा, ममताको जिन्दगीमाथि यत्रो दाग लगाउनु राम्रो हो? यदि ममताको ठाउँमा तिमी बसेर हेर त, तिमी पनि केटी मान्छे हो, के हुन्छ? त्यसैले हेर सुषमा, अरूलाई केही भन्नुभन्दा पहिला आफूले आफूलाई दुई पटक सोचेर मात्र भन्नुपर्छ। हो, मबाट जान अनजानमा गल्ती भएछ। म बिरामी हुनु र उसले पानी खान दिनु संयोग भएछ। म के गरौँ? म के गरौँ भनेर सुख पाउँछस्? मेरो छोरीको गएको इज्जत फर्काएर ल्याउन सक्छस्? अहिलेको समयमा यस्तो बोक्सीको आरोप लगाउने मान्छेलाई पुलिसलाई खबर गरेर जेल हाल्न पनि सकिन्छ। जेलमै हाल्ने, पुलिसलाई रिपोर्ट गर्ने कुरा चाहिँ नगरौँ होला। चुप लाग त, दुधको साँच्ची बिरालो बन्दो रहेछ। यसलाई त पुलिस बोलाएर जिम्मा लाएर पठाइदिनुपर्छ। त्यसो नभन्नुहोस् ठुले दाइ, नहुनु गल्ती मबाट भइसक्यो। मैले मनन पनि गरिसकेँ। जे सजाय दिनुहुन्छ म यही भोग्न तयार छु, तर यो पुलिस चौकी कुरा नगर्नुहोस् ठुले दाइ। त्यसो भए ममताको खुट्टा समातेर माफी माग।
अझै के को जोखाना हेर्छिस्? ठुले बाबुले भनेको सुनिनस्? गल्ती गरेपछि माफी माग्नु त सामान्य कुरा हो नि। कि पुलिस चौकी जानु पर्यो कि यही कुरा मिलाउनु पर्यो? ममता, मेरो कारणले गर्दाखेरि तिम्रो मान प्रतिष्ठामा आँच पुर्याए, मलाई माफ गरिदियो। बस भयो दिदी, माफ मागेर तपाईँलाई लाग्ला मैले ठुलो सजाय भोगेँ भनेर। तपाईँको मन त शान्त होला, तर तपाईँकै कारण दुखेको मेरो मन कहिल्यै शान्त हुँदैन। मेरो त यति धेरै मन दुखेको छ नि, जुन कुरा मैले व्यक्त गर्न पनि सक्दिनँ। मलाई भित्रभित्र धेरै पीडा भएको छ। जुन कुरा बाहिरबाट हेर्नेहरूलाई के थाहा हुन्छ, जसलाई परेको छ, जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ दिदी। नरु ममता, यसरी रोयो भने आमालाई झन् गाह्रो हुन्छ। यसरी रोएर आफूले आफूलाई कहिले कमजोर नबना। काकी, ममतालाई लिएर घर जानुहोस्। जाऊ ममता। ल अब तपाईँहरू पनि सबै घर जाँदा हुन्छ।